सो गाइज सबैलाई स्वागत छ है मेरो भ्लगमा होइन। केटाहरू कहाँ हो कि यार, बाटोमा भेट छैन, केही छैन होइन। निस्किनेखेर निस्किनमा त बाहिर भन्ने होइन। आज यस्तो नै यार मौसम अनि यति क्लियर छ, आइहाल्नु नि त केटा होइन। रुमदेखि बाहिर अब चट्ट होइन, र घाम पनि छैन नि त धेरै चर्को। बबाल मौसम छ यी, हेर न त। त्यही न, आकाशको गडाङ गुडुङ पनि बढिरहेछ होइन। टक्क पानी परेको दिन बाटोमा हिँड्नको मजा बेग्लै हुन्छ कि। केटाहरू कहाँ लुकेर बसेको छौ कि? अरे आयो न यार, छिटो टक्क भेटघाट गरौँ होइन। केटाहरू भन्ने मात्र होइन, आइजाऊ भन्ने नआउने होइन। ल मैले चाहिँ आज चाहिँ मेरो सेकेन्ड भ्लग चाहिँ बनाइरहेको छु होइन। मेरो चाहिँ सपोर्ट गर्ने साथीहरू पनि एकदम छन्। आज हेर्छु मलाई कति सपोर्ट गर्छन् होइन। आजको भ्युज कति जान्छ, लाइक कति हुन्छ र सेयर कति जान्छ भन्ने कुराहरूमा आजको भिडियोदेखि म हेर्छु कि। जस्तै भन्छ नि त, राजनीति गर्ने मान्छेहरूको जस्तो हुन्छ नि त, यतिवटा भोट गर्छन् नि। म पनि आज त्यस्तै आकर्षित भएको छु कि होइन। मेरो चाहिँ फ्रेन्डहरूले चाहिँ आज मलाई कति माया गर्ने रहेछ। मेरो कमसेकम टिकटकमा त छ नि त 1400 भन्दा पनि बढी नै फलोवर्स छन् होइन। त्यतिमध्ये होइन 1400 भ्युज आयो भइहाल्यो कि। मलाई लाइक पनि खासै आवश्यक पनि अब मतलब खासै आइडिया भए पनि सोचेको छैन कि मैले। मात्र भ्युज आएको पुग्छ क्या मलाई। र मलाई चिन्ने जो छैन, मेरो थोप्रा यो काले काले अनुहार चिन्ने सम्पूर्णले होइन मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। पहिलो कुरा होइन, मलाई सबैभन्दा पहिला चाहिँ अहिले सब्सक्राइबको खाँचो छ होइन। अलिकति साथ सपोर्ट पनि आवश्यकता छ नि त मलाई होइन। त्यो भएर हजुरहरूप्रति चाहिँ मैले चाहिँ अलिकति राम्रो आशा राखेको छु होइन। त्यस्तै केटा बाहिरतिर आएपछि यस्तो मालहरू हेर्नु पाइन्छ होइन। हेर्ने माल हेर्ने थाहा छैन, केटाहरू रुमभित्र बसेको छ होइन। केटाहरू टट्ट आइहाल्नु नि त। अनि बाहिरतिर बजारतिरको मालहरू हेर्न पाइन्छ। अनि टक्क हेऱ्यो गयो रुमतिर, वाल मुस्कान दिने हिँड्ने छैन केटाहरूमा कसम भन। रुमतिर सायद अहिलेसम्म धेरै सुत्या होला नि के। केटा सुत्नुभन्दा उठ चल